यसमा एउटा आन्द्रा पनि बेरिन्छ भनिन्छ, त्यो आन्द्रै हो र? आन्द्रा होइन, त्यसलाई आन्द्रा भनिँदैन हाम्रो भाषाबाट भन्ने हो भने अब नितान्त आफ्नै भाषाबाट भन्नुपर्दा टिसा भन्छ। टिसा भनेको झोलेरी हो। झोलेरीको हिसाबमा चाहिँ यसलाई राख्ने प्रथा छ क्या। अनि हाम्रो मार्क्सको डान्स पनि हुन्छ होइन, यो चाहिँ यसमा के बुझाइदिनुहुन्छ? मार्क्सको डान्स भनेको हाम्रो भोलि हो होइन, त्यसलाई मार्क्सको डान्स चाहिँ भनिँदैन। त्यो रुद्रायणीको नाच भन्छ होइन। रुद्रायणीको नाच चाहिँ अब आज पनि चौरमा भइहाल्यो होइन। अर्को भनेको भोलि चाहिँ यो मन्दिर भएको तलको लाठी छ नि, गुठी भएको एरियामा। हजुर, गुठी भएको एरियामा चाहिँ भोलि मार्क्सको अब नाच हुन्छ भन्नु पऱ्यो, डान्स नै नभन्नु। जस्तै हामी चाहिँ यहाँ नयाँ नै हो कि, अब यो यहाँ दसैँ मनाउँदैन, खोकनामा जान्छ भने नयाँ के चाहिँ हेर्नुपर्छ र के को लागि बस्नुपर्छ भनेर के भन्नुहुन्छ? होइन, खोकनाको सन्दर्भमा अब दसैँ मनाउँदैन भन्ने कुरामा चाहिँ हामी त्यो विषयमा जानुभन्दा अगाडि के बुझ्नुपर्छ भने दसैँ किन मनाउँदैन, कसले मनाउँदैन त्यो विषयमा बुझ्नुपर्छ। त्यत्तिकै दसैँ मनाउँदैन खोकनाले भन्दा अलिक अप्ठ्यारो पर्छ क्या हामीलाई। त्यो दसैँ नमनाउने कुरा त हामीसँग छँदैछ। नेपाल आदिवासीहरू कसैले नमनाउने चिजलाई हामीले मान्ने भन्ने कुरा पनि हुँदैन। तर यहाँ चाहिँ के रह्यो त भन्दाखेरि अहिलेसम्म चाहिँ विदेशी हस्तक्षेप छैन भन्नु होइन। अब भन्न त इन्डियन हस्तक्षेप छैन भन्नु, यो नितान्त चाहिँ अब आदिवासीहरूले चलाएको गाउँ होइन। अहिलेसम्म पनि आदिवासीकै स्वरूपमा चाहिँ यो जुन जात्रा भइरहेको छ भन्नु पऱ्यो होइन। अब तपाईँ अगाडि हेर्नुहोस्, अब यो प्रत्येक गुठीको जुन झ्याम्पोमा लेखेको साइनहरू अलग अलग हुन्छ। आदिवासी टाइपमा होइन, केही मिनिङ भनिदिनु न। यो अगाडिको जुन अगाडि आइरहेको झ्याम्पोको साइनमा चाहिँ यो पुरै चाहिँ फेसको साइन हो। देशको फेस पुरा हेडको साइन हो यो होइन। पुरै फेस मात्र नभन, भन्न त अगाडिबाट हेर्दा हामीले फेस मात्र चिनिन्छौँ, तर पुरा चाहिँ हेडकै रूपमा चाहिँ यसलाई लिइन्छ। अनि दोस्रोमा चाहिँ एउटा चाहिँ कस्तो तरिकाको भन्दा एउटा राइट साइडमा चाहिँ अब गुठी शुद्ध देखायो भने झन् सजिलो हुन्छ होइन। गुठीलाई चाहिँ यो काम गर्दा पनि हाम्रो तिनवटा गुठी हुन्छ। तिनवटा गुठी हुन्छ, टगु, सनागु अनि अर्को जगु भनेर हुन्छ। हजुर, जगु भनेको नेपाली भाषामा जको अर्थ लाइट पनि हुन्छ। लाइट जको अर्थ लाइट, ज भनेको लाइट भयो, एक प्रकारको प्रकाश। त्यो प्रकाश पनि कस्तो भने तापपूर्ण प्रकाश क्या। जस्तै सूर्यको पहिलो आएको प्रकाशलाई हामी ज भन्छौँ। जमा के हुन्छ त भन्दाखेरि त्यसमा लाइट मात्र हुँदैन, ताप पनि हुन्छ क्या। ताप पनि हुन्छ, त्यसलाई ज भन्छ। जको अर्थ राइट पनि हुन्छ। राइट भनेको राइट साइडमा।